र आज यहाँदेखिको म भ्लग सुरु गरिरहेको छु है। यहाँ देख्नुहुँदैछ मेरो साथी ड्राइभ गर्दैछ है। र यहाँनिर हाम्रो आएको छ साथीहरू, साथीको नानीहरू है। पुनमलाई चाहिँ मिस गर्यो, पुनमलाई चाहिँ मिस गर्यो हामीले। तिमी त खै कहिले पनि अस्ति पनि भएन है, बिफोर लास्ट इयर भन्नु न, त्यति बेला पनि भएन है। तिमीलाई चाहिँ हामी पुरा मिस गर्दैछौँ। र आज चाहिँ हामी डेलो जाँदैछ है घुम्नु। र यहाँ अहिले म बाटोको भ्लग्स बनाइरहेको छु, बाटोहरूको भिडियोहरू होइन। र उता पुगेर पनि के कस्तो हुन्छ त्यहाँको पनि म तपाईँहरूलाई भिडियो देखाउने छु। र अहिले हेर्दै गर्नुहोस्। हेर्न दिन त के दामी है यहाँ न, आकाश हेर्न के दामी देखेको है। आज हामी घुम्नु गएको है, दिन पनि एकदम राम्रो भयो, वेदर यस्तो राम्रो भइरहेको छ है। र डेलो चाहिँ कस्तो हुने हो चाहिँ दामी भ्यू, उब्रेलोकोले गर्दा होला है, यस्तो दामी देखेको। र हामी चाहिँ अहिले यहाँ डेलोको मन्दिर छेउछाउ आइपुग्यो है। नीलो आकाश दामी है, बादल। के भयो के भयो देख्नु हुँदै होला है। गुम्बाको छेउमा आइपुग्यो अहिले। अहिले चाहिँ हामी यहाँ डेलो उकालो लाग्यौँ है। आज त आकाश पनि एकदमै उज्यालो, घोडा लाँदै रहेछ। यो उकालो जाँदैछ हामी है। वाउ नाइस। यही गाडी यहाँ राख्यो है, यहाँ राखेर चाहिँ अब यो उँभो जानुपर्छ। हामी चाहिँ यो उकालो जाँदैछ हो। सुषमाको यहाँको कहानी सुरु हुन आँटेको छ, छिटो भिडियो गर्दैछ है। गाडी चाहिँ तलै राखेर चाहिँ हामी यो उकालो हिँड्दैछ है। र जग्गा पाउँदैन। आज अलगडाको ड्राइभरहरू पनि पुरा आएको रहेछ। एकछिन गेट आइपुग्न आँट्यो। उकालो आउँदा गरम भयो पुरा, सबैले चस्मा हो, हामी मात्रै लगाएन। यहाँ गेट आइपुग्यो, हामी चाहिँ गेटभित्र पस्यो है। अब एकछिन घुमघाम गर्छ है। आज टुरिस्टहरू रहेछ थुप्रै। आम्मामा भ्यू त है दामी देख्दैछ। यो फुल फुलेपछि चाहिँ यस्तो दामी देख्छ कि, र तर अहिले आधी मात्रै फुलिरहेको रहेछ हौ। साथीहरू यहाँ भ्यू चाहिँ कस्तो देखिरहेको छ हेर्नु न, बबाल एकदम के दामी देखिरहेको छ है। हेलो, यहाँ चाहिँ सुषमाले पनि भिडियो गर्दैछ है। यो चाहिँ नीलकमल फुल यस्तो दामी फुलिरहेको छ है। अहिले एजिलिया चाहिँ सकेछ, एजिलियाको चाहिँ नयाँ पाउला आएको रहेछ है। घुम्नु त हामी यो डेलो पहिला पनि पुरा घुमेको, र साथीहरू आएको छ र चाहिँ फेरि आज पनि अब यसो टाइम पास गर्दै आएको है। आज चाहिँ दिन पनि ओभरै दामी राम्रो भइरहेको छ। हेलो कोमल। यहाँ दुईजना चाहिँ आफ्नै धुनमा छ है। एकजना सेल्फी लिँदैछ, एकजना चाहिँ बात गर्दैछ। डेलो चाहिँ यति साह्रो गरम रहेछ आज है, घाम लागेर। हामी जाडोमा बस्नेहरूलाई चाहिँ पुरै गरम लागिहाल्छ है, पुरा गरम। हप्ती तलबाट हिँडेर आएको झन् बेसी गरम भयो है। यो फुलहरू फुल्दा चाहिँ ओपरै दामी देख्छ, तर अझै यहाँ एजेलिया फुल्नुपर्छ है, यस्तो दामी देख्छ। त्यो धुप्पीहरू पनि एकदम दामी देख्छ है यहाँ। एउटा हिँड्नु सकेन, यो पनि मोटै भएछ, हिँड्नु नसक्ने रहेछ। यहाँ फुलहरू हेर्नुहोस् त क्या दामी देखेको है। हिँड्नु सकेनस्, यहाँ कस्तो भइरहेको छ जिउ, गरम पुरा। ऊ माथि पुगिसक्यो तिनीहरू नानीसँगै।
हामी हिँड्नु सक्दैन। यो चाहिँ यहाँ माथिबाट देखेको है, यो भ्यू पोइन्ट यस्तो राम्रो देख्दो रहेछ। यहाँ तल रम्फूहरू देख्दैछ है। अहिले चाहिँ हामी यहाँ गरम भएर थाकेर यहाँ बिसाइरहेको छ। यहाँ के साह्रो गरम हौ। न्यान्यु यहाँ चाहिँ 3D रहेछ, तर यसमा चाहिँ चिउचिउ हुन्छ है, खेल्नु सक्दैन कति चाहिँ। यहाँ तल हर्स राइड है। त्यहाँ पर चाहिँ प्याराग्लाइडिङ हुँदै रहेछ। यहाँ चाहिँ नानीहरू खेल्ने रहेछ है, नानीहरूको लागि सुलसुले स्लाइड रहेछ। यहाँ आजको नजारा कस्तो लाग्यो साथीहरू कमेन्टमा पनि लेख्दै गर्नुहोस् है। डेलो घुम्नु आउनुहोस् है। यहाँ लज है, यो लज पनि पुरा पुरानै हो नि है। यो गर्दै राखेको हर्स राइडिङ गर्ने अरे कोमलले चाहिँ यहाँ जाँदैछ। यहाँ चाहिँ यस्तो गरम, पछाडि दिँदा पनि हुन्छ। आइज योले हर्स राइडिङ गर्ने अरे। राम्रो हेरिदिनु है। राम्रो पक्री। लु कोमल चाहिँ घुमेर पनि आइपुग्यो। बल्ल अलिक शीतल भयो। यो चाहिँ आज साह्रै खुसी भयो। यता हेर भाइ। हामी माथि लजहरू त्यतातिर घुमेर चाहिँ अहिले ओह्रालो जाँदैछ। कताबाट जाने हौ? यताबाट होइन, यो बाटो जाँदैछ है। यो पहेँलो फुल छ नि दामी। यहाँ तल जाँदैछ है, त्यहाँनिर आई लभ कालिम्पोङहरू लेखेको छ है। त्यहाँनिर फुलहरू पनि दामी दामी फुलिरहेको छ है। त्यहाँनिर फुलहरू पनि देखाउँदैछु। र भिडियो पनि म त्यस्तो बनाउनु त जान्दिनँ है, र पनि कोसिस गरिरहेको छु र तपाईँहरूले यो भिडियो हेरिदिनुहुन्छ भन्ने आशा गरेको छु है। दामी फुलिरहेको छ है। पर प्याराग्लाइडिङहरू है। हामी चाहिँ यो ओह्रालो जाँदैछ है। ल आइज न अन्त। দেখবি কি হয়। र अब चाहिँ हामी यहाँबाट फर्क्यो है। फर्केर चाहिँ अब हामी बाटोमा खानासाना खान्छ हो। खानासाना खाएर लाभा जाँदैछ है। र
अब श्वेताकोमा पनि बेसी टाइम छैन अरे फर्किहाल्छ अरे भनेर चाहिँ अब घुम्ने प्लानिङ छिटो छिटो मिलाएको है र अब केही भन्न त अब यहाँ मेरो भिडियोमा हेरेर अब के भन्छ श्वेतालाई चाहिँ अब बिचाइसको टाइमै छैन अब सिलगढीबाट आएको हो त्यही कारण चाहिँ आज एक दिन चाहिँ घुम्ने फेरि भोलिदेखि अब फेरि ऊ पनि नभ्याउने हामी नभ्याउने अब सबैजनाको त्यही हुन्छ तर हामीले पुनमलाई चाहिँ पुरा मिस गर्यो तँलाई चाहिँ पुरा मिस गर्यो अब अर्को पालिसँग घुम्नुपर्छ ल साथी बाई आज चाहिँ टुरिस्टको पुरा भिड रहेछ टुरिस्ट पुरा आएको रहेछ आज कस्तो लाग्यो तिमीहरूलाई यहाँ सुपर भयो हो अनि साथीहरूसँग इन्जोय गर्यो वेदरले पनि साथ दियो ब्युटिफुल वेदर भइरहेको छ है तपाईँहरू पनि आउनुहोस् डेलो घुम्नुहोस् सिजन पनि लागिरहेको छ हेर्नु टुरिस्टहरू पुरा छ र अहिले हामी चाहिँ फर्कियो यहाँबाट अब यहाँबाट चाहिँ हामी लाभा जाँदैछ है अब लाभाको एक दुईवटा भिडियो गर्नुपर्छ यस्तो गाडी छ यार आमामा त्यही त र लाभासम्मको भिडियो गर्दाखेरि चाहिँ अलिकति लामो हुन्छ होला है म 2 भाग गरेर हाल्छु है अलगडासम्मको भ्लग्स गर्छु पहिला त्यहाँदेखिको लाभाको म अलग्गै गरेर तपाईँहरूलाई देखाउने छु है सागर आएको छ छुट्टी अघि पनि आइपुगेको थियो पनि यतै छ त प्याराग्लाइडिङ हेर्नु र साथीले चाहिँ ड्राइभ गर्दैछ है ड्राइभिङ र साथीको ड्राइभिङ कस्तो लाग्यो है कमेन्टमा तपाईँले पनि लेखिदिनुहोस् हामी चाहिँ यहाँ अहिले फाटक आइपुग्यो है र फाटकदेखि हामी उता लाग्दैछ है र पर बुद्ध पार्क एकछिन जाने त्यहाँ बुद्ध पार्क पनि राम्रो बनाएको छ अरे है हामी बुद्ध पार्क जाँदैछ अहिले चाहिँ अहिले हामी चाहिँ यहाँ बुद्ध पार्क आइपुग्यो है यहाँ चाहिँ अलिकति शीतल बिचरा यहाँ साथी चाहिँ नानी बोकेर हत्तु भइसक्यो है यहाँ चाहिँ बुद्ध पार्क है यहाँ चाहिँ म आएको थिइनँ यो पहिला मात्रै आएको थिएँ है यस्तो थिएन यस्तो दामी बनाएको रहेछ है दामी लाग्यो है मजाको यो बनाएर चाहिँ म फर्स्ट टाइम आएको रहेछ है यस्तो दामी बनाएको रहेछ फर्स्टमा पहिला आएको थिएँ काकीहरूसँग पछाडि थियो यही आएको अहिले यहाँ घुम्नेहरू चाहिँ मजाको नै बनाएको रहेछ है यसरी बनाएको छ भने पनि टुरिस्टहरू चाहिँ यसरी धेरै आउने गर्छ है सफा पनि एकदम सफा लाग्यो है म त पहिला नि यहाँ एउटा यो यताको हुँदाखेरि र यहाँ नबनाइकन चाहिँ एकपल्ट आएको थिएँ कि अहिले नयाँ बनाएछ है कस्तो मजाको बनाएको रहेछ कस्तो राम्रो बनाएको यता पनि बनाएको रहेछ त यहाँ पनि दामी बनाएको रहेछ त र जति पनि भिडियो हेर्नु हुँदैछ भने है तपाईँहरूले पनि यो हेरेर तपाईँहरू पनि घुम्नु आउनु सक्नुहुनेछ यस्तो राम्रो बनाएको रहेछ जग्गा चाहिँ है जग्गा चाहिँ घुम्ने खालकै बनाएको रहेछ यहाँनिर यस्तो दामी है अहिले हामी चाहिँ बुद्ध पार्क घुमिसक्यो है बुद्ध पार्क घुमेर चाहिँ अब फेरि हामी लाभातर्फ लाग्यो है गरम चाहिँ यस्तो डरलाग्दो छ पुरा गरम पसिना बग्यो आज हाम्रो अलगडाहरू चाहिँ एकदम ठन्डा भएर होला है हामी चाहिँ अलिकति गरम खप्नु सक्दैन र यहाँ पनि सबैजना गरमले हत्तु भयो इन्जोय गरिरहेको छौँ मजा आइरहेको छ साथीभाइ अहिले चाहिँ हामी यहाँ आइपुग्यो है मन्दिरको छेउ आइपुग्यो अहिले त हनुमानहरू त देख्दैन रहेछ त सब घारीले छोपेछ है यो बाटो उकालो पनि दामी छ अरे हौ
यहाँबाट पुग्छ अरे त ए हो अगस्टमा आएको अगस्टमा यहाँ हामी 16 माइल आइपुग्यो है र 16 माइलमा चाहिँ हामीले त्यहाँ पर एउटा दोकानमा हामीले खाना अर्डर गरेको छ है के कस्तो रहेछ हेरौँ है राम्रो पाउँछ भनेको सुनेको थिएँ अब त्यहाँनिर चाहिँ गएर चाहिँ खाना खाएर मात्रै के कस्तो रहेछ त्यहाँनिर हुन्छ अब है यहाँनिर अहिले चाहिँ हाम्रो त्यो दोकान आइपुग्नु आँट्यो र तपाईँहरू जति पनि यो बाटो भएर घुम्नुहरू जान्छ है यो बाटो भएर जानुहुन्छ भने चाहिँ म यहाँ त्यहाँ भिडियोमा देखाइरहेको छु त्यहाँनिर तपाईँहरूले खानाहरू खानु सक्नुहुनेछ है एकदम दामी पाउँछ अरे र आज पनि हामी फर्स्ट टाइम त्यहाँ गएर खाँदैछ र म तपाईँहरूलाई त्यो देखाउँदैछु है त्यो दोकान चाहिँ आइपुग्यो है त्यहीँ सेभ गरेर राख्नु यहाँ र त्यो दोकान चाहिँ यहाँ पर्छ है यही हो यहाँ आइपुग्यो त्यही यहाँनिर है यहाँ दोकानको नाम चाहिँ है शेर्पा रेस्टुरेन्ट र के पाउँछ यहाँ तपाईँहरू सबैले देखिरहनु भएको छ है हामीले चाहिँ यहाँनिर यहाँ दिदीको दोकानमा अर्डर गरेको छ है यही चिकन पाक्दैछ यो के हो यो चिकन विङ्स र ड्रमस्टिक पाक्दै रहेछ है यहाँ ऊ दिदीको दोकानमा चाहिँ एकदम मिठो खाना पाउँछ भनेर चाहिँ हामीले यहाँ अर्डर गरिरहेको थियो है यहाँ बाटोको छेउमा पर्छ यहाँ चिकन पाकिसकेछ बस्तीको कुखुरा अरे दिदी अन्त तपाईँको चाहिँ यहाँनिर 16 माइल बाटोकै छेउमा पर्छ है र तपाईँले के चाहिँ बनाउनुहुन्छ मैले के बनाउँछु अब यहाँनिर भेज थाली चिकन थाली मटन थाली सबै पाउँछ सबै प्राइस चाहिँ कस्तो छ रिजनेबल प्राइस दिनुहुन्छ कि कस्तो प्राइसमा चाहिँ दिनुहुन्छ रिजनेबल अब र हामी चाहिँ यही खानाको इन्तजारमा छ यहीँ थाकेर आयो खाना खानु आएको पाक्दै रहेछ र अब जे पाकेको छ त्यो खाँदै गर्छ हामी त्यो चाहिँ रेडी भएको छ चिकन ललिपप र चिकन विङ्स र खाना चाहिँ अब हेर्दा चाहिँ दामी छ जस्तो लाग्दैछ अब यो खाँदै गरौँ है डल्लै गयो मुखमा मेरो डल्लै हाल्छ हामी चाहिँ यहाँ खाना खान थाल्यो है 4,000 यहाँनिर चाहिँ चिकन सलाद रायोको साग र हामी चाहिँ सबैजना खाना खान थाल्यो है ओके खाना टेस्टी भयो खाना एकदम टेस्टी है मिठो रहेछ एकदम मन पर्यो अहिले 17 माइल आइपुग्यो चाहिँ है अन्धकार अन्धकार छ अहिले हामी यहाँ 18 माइल आइपुग्यो है र अलगढासम्मको भिडियो हुन्छ है लाभासम्मको भिडियो गर्दा त लामो हुन्छ होला है साह्रै नै त्यही भएर 2 पार्ट्समा हाल्छु है 2टा भाग गरेर र अहिले यहाँ हामी सौरिनी आइपुग्यो है र अलगढासम्मको मात्रै भिडियो हुन्छ र यो भिडियोलाई म यहीँ एन्ड गर्दैछु र अर्को नेक्स्ट भिडियोमा लाभाको भिडियोमा तपाईँहरूसँग फेरि भेट हुनेछ है यहाँबाट चाहिँ सिल्भिया बहिनी छ है यहाँबाट सिल्भिया छोड्छ र भिडियो के कस्तो लाग्यो है हेरेर लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस् है र अहिलेलाई सबैलाई बाई बाई